हेलो नमस्ते। मैले चाहिँ है ढेँडो बनाएको अनि माछा अनि मेरो श्रीमान सासू सबैले खाना चाहिँ खाँदै हुनुहुन्छ है। अनि अब म पनि खानु बसेको ल। हजुरहरू पनि आउनुहोस् है खानुको लागि चाहिँ। यो चाहिँ यसो फोन राख्नको लागि डब्बा राखेको मेरो कान्छो छोरो। ओहो यो चाहिँ डल्ले खुर्सानी, यो चाहिँ झिँगे माछा, अनि यो चाहिँ माछा सानो खालको माछा, यो चाहिँ खसीको माछा। के हो खसी कपाल हो कि मान्छेको कपाल हो? यो चाहिँ लसुन है मासुमा सिटी लगाएर पकाएर कम मिठो हुन्छ। मुला ओहो आउनुहोस् है हजुरहरू पनि। ढेँडो बनाइदिएको आज त आफैले बनाएको कोदोको ढेँडो। यहाँबाट मम्मीले पनि भन्दै हुन्थ्यो ओहो ढेँडो बनाउनु त आउँदो रहेछ। ढेँडो त बनाउँछु नि। यो झिँगे माछाको टाउको यस्तो देख्नु भयो भने जस्तो चाहिँ खानाहरू चाहिँ टन्नै छ। मैं दीदी को बात खिला रहा हूँ। मम्मी मम्मी हजुरहरू पनि है यसो लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु। खै के हो मलाई चाहिँ भन्नु आउँदैन। ढेँडो चाहिँ चपाउनु हुन्न र। मिठो भएछ। भाइले त त्यो खाना खाऊ न आप आते खाऊ।